हेलो हाई हाई सबैजनालाई दर्शन नमस्ते। म चाहिँ अहिले पेनाङ एयरपोर्टमा छु होइन। पेनाङ एयरपोर्टमा हामी चाहिँ के अरे झक्कोले भन्छ त्यो झक्कुले भन्छ झक्कोले मेरो राखेको नामै भुलेँ क्या मैले। हामी चाहिँ अहिले होइन एकदम आफ्नो घर जानको लागि चाहिँ एकदम रेडी छ क्या, तयारी गर्दैछौँ। सो गाइज अब तपाईँहरूले यो भिडियो हेरेर लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला है त गाइज। गाइज अहिले चाहिँ हामी ठ्याक्कै एयरपोर्टभित्र छिरिसक्यो। यहाँ चाहिँ अहिले होइन वेटिङमा छ क्या, हामी पुरै बन्द छ अहिले, खोलेको छैन। अब साथीहरू पनि खोलेको छ, साथीहरू आइपुग्यो होइन, वेटिङमा छ। अबको केही समय पछाडि यो खोलेपछि चाहिँ हामी त्यसपछि हाम्रो यात्रा चाहिँ नेपालसम्मको हुनेछ। यहाँदेखि चाहिँ केलसम्म हुन्छ, केलपछि फेरि हामी नेपालमा पुग्नेछ, काठमाडौँमा। र गाइज त्यतिसम्मको लागि चाहिँ तपाईँहरूले भिडियो हेर्नुपर्ने हुन्छ होइन। के कस्तो ठाउँहरूमा हामी पुग्छौँ होइन, कसरी जान्छ प्लेनभित्र होइन, कस्तो हुन्छ त्यो विषयमा पनि म तपाईँहरूले देखाउनु है त गाइज। हामी चाहिँ अहिले पेनाङ एयरपोर्टमा 6 जना साथीहरू चाहिँ भेट भइसक्यो होइन। अब एकजना आउनु बाँकी छ, केही समय पछाडि पनि उहाँ आउँदैछ अब एकैछिनपछि। सो यहाँ चाहिँ अहिले ठ्याक्कै रातको 2:45 भयो। काउन्टर चाहिँ पुरै बन्द छ कि, खोलेको छैन। अब केही समय पछाडि चाहिँ काउन्टर पनि खोल्छ, त्यसपछि हाम्रो बायोमेट्रिक सबै हुन्छ होइन, बोर्डिङ सबै सबै लिने। त्यसपछि हामी चाहिँ चट्ट यहाँबाट हाम्रो जन्मभूमि चाहिँ पुग्नु। जन्मभूमि त्यसपछि हामी जन्मभूमि काठमाडौँ आएर म धरतीमा तल ढोगेर अनि त्यसपछि म राजधानीमा हल्का 3 वर्षपछिको अर्कै बालन सिटी सहर म भिजिट गर्दैछु। म कस्तो अनुभव हुन्छु अर्को भिडियोमा म तपाईँलाई अपडेट गराउँछु ल। सो हामी चाहिँ एकदम एक्साइटेड छु, म चाहिँ एकदम एक्साइटेड छु होइन। किनकि 2-3 वर्ष पछाडि चाहिँ घर फर्किँदैछु आफ्नो फ्यामिलीलाई घुम्नलाई होइन, आफ्नो फ्यामिलीसँग भेट गर्न। त्यतिखेर त अब छुट्टै सबैले पनि मजा आइन्छ होइन। गाइज मैले चाहिँ अब बोर्डिङ पासमा ठ्याक्कै लिएँ भर्खरै। अब लगेज 2टा लगेज चाहिँ मैले भित्र पठाइसकेँ होइन, बोर्डिङ गरेर। एउटा बाइक चाहिँ यहाँ छ, बोर्डिङ पास गरेर म चाहिँ अहिले ट्याक्कै प्लेनमा अब चाहिँ हामी केलको यात्रा गर्दैछौँ यहाँबाट। अब यहाँबाट प्लेनको यात्रा केलसम्म हुन्छ होइन। त्यसपछि हाम्रो यहाँ साथीहरू पछाडि हामी चाहिँ लास्टै पछाडि परेको हामी। Please store your baggage in the overhead compartments or under the seat in front of you. The aisles and emergency exit areas अब जाने हो सारा the overhead compartments. Smoking, उता पनि बाहिर पनि electronic cigarettes is prohibited. Power banks must not be stowed in the overhead compartment. Air They Asia must be kept Air Asia. in your baggage and placed under the seat or in the seat pocket in front of you. अब The usage of power banks is यहाँबाट लगभग 1 घन्टा पछाडि हामी त्यहाँ पुग्छौँ होइन। You may 1 घन्टा नै भनौँ न, use your electronic 1 घन्टा devices पुग्छौँ that हामी have त्यहाँ been पुग्छौँ। switched त्यसपछि to flight mode. ठ्याक्क However, फेरि you are not allowed to use 9:30मा चाहिँ हाम्रो them त्यहाँबाट to काठमाडौँको फ्लाइट हुन्छ है त गाइस। Please त्यसपछि look हामी after your valuables. नेपालमा आएर हेर्दा है Personal त। belongings